माछा मार्नु आएको माछा मरेन यहाँ माथि माछा छ एकछिन माऱ्यौँ यहाँनिर मरेन अब तल जान्छौँ माछा मार्नुलाई यो चाहिँ बल्छीहरू छ यहाँ चाहिँ बल्छी चारो छ यस्तो छ अरुण कोसीमा माछा मार्नु त आइयो पानी चाहिँ चिसो छ माछा चाहिँ छैन फेरि पहिला यहाँदेखि यसरी पानी छिर्थ्यो दामी नुहाउने ठाउँ हुन्थ्यो यहाँ यो साल त सब बिगा रहेछ खत्तम बनाएछ दह पो बनाएछ त्यहाँ त कस्तो दह भएछ ला उफ त्यस्तो पो भयो के अरे यस्तो दह बनाएको छ अहिले हेलो खोइ माछा मार मरेन होइन त अब समय छ माछा मार्ने अब कतादेखि जानु पेन पो भिज्ने भयो ए तरिका म चाहिँ कसरी जानु र अब ए पेन भिज्ने बुढोले फसाइहाल्यो नि यार यसरी हिँड्नु परिरहेछ मेरो यास ल आन्टी आयो ए बुढोले फसायो नि यार पेन छ मेरो त सबै पेन भिज्छ पेन चाहिँ फाँक हुने भयो यस्तो छ अनि पानी यसरी हिँड्नु परिरहेछ यहाँ यस्तो 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 यति त भिजिने गएछ नि त म त ल अब चाहिँ कोसी पार हो यहाँ परदेखि यसरी आयौँ यसरी तरेर अब यहाँ फिसिङ हान्नु पर्ने हुन्छ माछा मार्नु पर्ने हुन्छ माछा त एउटै छैन रहेछ अरुणैको बगरैमा यस्तो छ मछली नहीं है मछली नहीं है खै हौ खै 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 पानी त बबाल छ नि अरुण कोसीको चिसो यतादेखि आएको हामी हाम्रो घर चाहिँ यतातिर पर्छ यस्तो ढुङ्गा छ कि आम्मामा बबाल देखिन्छ नि फेरि यहाँदेखि यहाँ माथि एकछिन माऱ्यौँ माछा मरेन अब यहाँ एकछिन माछा मार्छौँ यहाँ पनि मरेन भने चाहिँ हामी घर जाने हो कोसीको डिलमा यार गर्मी हुन्छ के भन्नु अब यो यता चाहिँ धनकुटा जिल्ला हो त्यो यता धनकुटा जिल्ला खटा पर्छ बाँसहरू खतरा छ नि हाम्रो गाउँमा चाहिँ बाँस मात्र पाइन्छ है साथीहरू बाँस चाहिँ जति नि पाइन्छ अरू केही हुँदैन बाँस मात्र धेरै हुन्छ बाँस मैले पनि अघि एकछिन माछा मारेँ होइन मरेन त्यही भएर अल्छी पो लाग्नु थाल्यो यी बल्छीमा यसरी मार्नुपर्ने हुन्छ माछा कति बेला आउँछ कति बेला पर्छ अनि निकाल्नु तर अरुण कोसीमा माछै छैन रहेछ के एकचोटि तानेको छैन एउटा निक्लेको छैन रहेछ
एउटा दुइटा निक्लेको माछा छ ए मर्ने रहेछ भन्ने माछै त नपाइयो दुःख मात्र पाइयो साथी हो दुःख मात्र पाइयो यस्तो छ ढुङ्गा त सबै छ नि यो फेरि भिड झरेर सकिनु आँट्यो यो डाँडा सकिनु नै आँट्यो पुरै ऊ यहाँदेखि माथि यो टुप्पीदेखि माथितिर चाहिँ फेरि गाउँ छ क्या त्यहाँ माथि तर यो भिड झरेर तानेर सकाउन आँटिसक्यो यत्रो कोसीमा माछै छैन कि के भएको असाको नै लागेको छ माछै मर्दैन तलतिर जानुपर्ने छ तल जान्छौँ अब तल मार्छौँ एकचोटि त्यहाँ मरेन भने जेसुकै होस् हामी घर चल्दिन्छौँ यो वर्ष चाहिँ मैले माछा मार्न आएको थिइनँ यो सालको पहिलोचोटि माछा मार्न आएको त्यही पनि माछा नमर्ला जस्तो छ यहाँ पानी जमेको रहेछ यो चाहिँ के हो यो पुरै चुन जस्तो छ यस्तो छ क्या यो पोहोरको साल थिएन यो साल यस्तो भएछ यो कहाँदेखि आयो के भयो मेरा आँखामा तिम्रै छ झलको यहाँ चाहिँ हिले माछाहरू पाउँछ कोही हिँड्दा निन्दा एउटै देखिनु छैन पहिला थुप्रो पाउँथ्यो यहाँ हिले माछा यो साल चाहिँ छैन रहेछ सकाइ छ सबै के छ र जिन्दगीको पिसा पायो मुद्दिम कि के हो यतै यत्रो कोसीमा माछै छैन जस्तो छ यार दिमाग खराब हुने भयो मुत्नु पर्यो भनेको पानी नै पानी छ कताकतै पानीमा मुत्ने कुरा भएन गाँठा यहीँ मुत्नु पर्यो मान्छे त छैन नि ल बल्ल पिसा फेरि यो माछाला टन पिसाब देखाएर अब ऊ परदेखि त्यहाँ पर नि मारेको भएन यहाँ नि मरेन अब यहाँ एक दुई चरण मार्ने हो यहाँ नि मरेन भने जाँठालाई घर जाने हो वाउ कोसी पानी बबाल छ नि नेपालकै जल स्रोतको दोस्रो कि तेस्रोमा पर्छौँ होइन त हामी यस्तो छ नि ला यो के छ के मरेको स्याल हो कि
पहिलादेखि बगाएर ल्याएको स्याल जस्तै छ। स्याल हो कि कुकुर हो यो? के को जनावर हो के हो तर थाहा बिठाउनै सकिनँ मैले। जङ्गली जनावर नै होला हौ। भित्र कोप्चामा सुरु के बगाएर ल्याउँछ।